हुन्छ, यो समय चाहिँ हाम्रो भिडी दाजुलाई। हुन्छ, तपाईँहरू सबैजनालाई जय मसीह। परमेश्वरको अनुग्रह अनि सहायता अनि हाम्रो जीवनमा प्रशस्तै छ। परमप्रभु तपाईँ हाम्रो साथमा हुनुहुन्छ। उहाँले हामीलाई कहिल्यै छोड्नुहुन्न अनि कहिल्यै त्याग्नुहुन्न। आमेन। परमेश्वरलाई धन्यवाद भएको होस्। हामी केही कुराहरू वचनबाट हेर्नेछौँ। म तपाईँहरूलाई मैले पहिला नै भनिराखेको थियो, यो गएको यो वर्षहरूमा चाहिँ हामी हाम्रो मण्डलीको थिम चाहिँ येशूसँगको यात्रा भन्ने विषयमा छ भनेर, अनि म तपाईँहरूलाई केही समय येशूसँगको यात्रामा म तपाईँहरूलाई लैजान्छु भनेर मैले पहिला भनेको थिएँ। अनि त्यही अनुसार आज गएको हप्तामा हामीले येशूसँगको यात्राको विषयमा हेरेका थियौँ र अहिले म आज पनि त्यसकै भाग 2 लाई म तपाईँहरूलाई निरन्तर लिएर जान चाहन्छु। येशूसँगको यात्रा। कतिजना अस्तिको हप्तामा हुनुहुन्न थियो। म तपाईँहरूलाई थोरै अस्तिको गएको हप्तामा हामीले के हेऱ्यौँ भनेर थोरै म तपाईँहरूलाई त्यसको झलक समरी लैजान्छु। अनि त्यसपछि आज हामी भाग 2 मा जान्छौँ, येशूसँगको यात्रा भन्ने कुरामा। भाग 1 मा हामीले गएको हप्ता चाहिँ मैले तपाईँहरूलाई यो वर्षमा येशू सँगसँगै हामी कसरी हिँड्छौँ, यात्रा गर्छौँ भन्ने विषयमा हामीले लैजान्छु भनेर भनेका थियौँ। र यसमा चाहिँ हामीले येशूसँगको यात्राको दृष्टिकोण चाहिँ 5 वटा दृष्टिकोणबाट हेर्छौँ। आत्मिक दृष्टिकोण, एउटा क्रुस बोक्ने दृष्टिकोण, येशूसँग सिक्ने कुराहरू र येशू जस्तै हुने कुराहरू र दैनिक जीवनमा जिउने कुराहरू भन्ने विषयमा तपाईँहरूलाई थोरै कुराहरू भनेको थियो। र गएको हप्तामा हामीले आत्मिक दृष्टिकोणबाट येशूसँगको यात्राको विषयमा हेरेका थियौँ। र त्यसकै कन्टिन्यू भाग आज पनि हामी येशूसँगको आत्मिक दृष्टिकोणले नै हेर्नेछौँ। र पछिको समयहरूमा चाहिँ क्रुस बोक्ने, येशूसँग सिक्ने अरू थुप्रै विषयहरू छ, त्यो भाग 2, 3, 4, 5 हुँदै जाला होइन। हामीले चाहिँ परमेश्वर मानिससँग बस्न चाहनुहुन्छ भन्ने विषयमा लेख्नुहुन्छ नि। म तपाईँहरूलाई मैले फर्केर हस्। त्यसपछि आदम र हावासँग परमेश्वर सङ्गति गर्न चाहनुहुन्थ्यो भनेर हेरेका थियौँ। त्यसपछि हनोकसँग म छिटो लैजान्छु, गएको हप्ताको मात्रै। अनि योसुसँग परमेश्वर हुनुहुन्थ्यो भनेर, अनि करारको सन्दुकद्वारा इजरायलीहरूसँग परमेश्वर साथ हुनुहुन्थ्यो भनेर हेरेका थियौँ। त्यसै गरी विभिन्न व्यक्तिहरूसँग परमेश्वर, बाइबलमा हामी देख्छौँ परमेश्वर विभिन्न व्यक्तिहरूसँग हुनुहुन्थ्यो। र दाउदसँग परमेश्वर हुनुहुन्थ्यो र सँगसँगै दाउद परमेश्वर सँगसँगै हिँडे भनेर। र येशूसँगको यात्रा, र अहिले चाहिँ जब येशू ख्रीष्ट स्वर्ग उचालेर गइसक्नु भएपछि उहाँले पवित्र आत्मा तपाईँ र मलाई चाहिँ दिनुभएको छ। र पवित्र आत्मा र तपाईँ हामी पवित्र आत्माद्वारा परमेश्वर सँगसँगै हिँड्न सक्छौँ भनेर हेरेका थियौँ। त्यसै गरी हामीले पवित्र आत्माको विषयमा हेऱ्यौँ भने म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई सल्लाहकार दिनुहुनेछ, अनि तिमीहरू चाहिँ उहाँ चाहिँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ भनेर हेरेका थियौँ। जब प्रभु यीशु ख्रीष्ट स्वर्ग उचालेर जानुभयो अनि पवित्र आत्मा चाहिँ तपाईँ हाम्रो साथमा हुनुहुन्छ र हामी चाहिँ पवित्र आत्माद्वारा हामी सँगसँगै परमेश्वर सँगसँगै यीशु सँगसँगै हिँड्छौँ भनेर हेरेका थियौँ। र येशू ख्रीष्टले चेलाहरूलाई बोलाउनु भएको विषयमा हेरेका थियौँ। र येशू ख्रीष्टले चेलाहरूलाई चाहिँ किन बोलाउनु भयो भनेर हेर्दाखेरि चाहिँ उहाँलाई पछ्याउनको लागि, उहाँसँग सिक्नको लागि, उहाँको साथसाथै हिँड्नको लागि, उहाँको मिसन पुरा गर्नलाई, उहाँको क्रुस बोक्नको लागि यीशुले चेलाहरूलाई बोलाउनु भयो। र यीशुसँग हिँड्ने भनेको चाहिँ के हो त भनेर हेऱ्यो भने चाहिँ उहाँसँग समय बिताउनु हो यीशुसँग हिँड्नु भन्ने कुरा चाहिँ, र उहाँसँग सङ्गति गर्नु दैनिक, र उहाँको आवाजलाई सुन्नु, अनि त्यसै गरी हरेक समय पवित्र आत्माको अगुवाई खोज्नु चाहिँ यीशु सँगसँगै हिँड्नु हो भनेर हेरेका थियौँ। त्यसपछि येशूसँगको यात्रा चाहिँ कहाँबाट सुरु हुन्छ र कहाँ गएर अन्त हुन्छ भनेर हेरेका थियौँ। येशूसँगको यात्रा चाहिँ अनन्तसम्मको, मृत्यु पछाडि पनि त्यो यात्रा चाहिँ अनन्तसम्म रहन्छ। कति मानिसहरूले मृत्युसम्म मात्रै येशूसँगको यात्रा भन्छ,
मृत्युसम्म मात्रै होइन, मृत्यु पछाडिको जीवन पनि अनन्त छ। ती सबै यात्राहरू चाहिँ येशूसँगको यात्रा हो। जब प्रभु येशू ख्रीष्टलाई तपाईँले आफ्नो प्रभु र मुक्तिदाता भनिकन ग्रहण गर्नुहुन्छ भने तपाईँको यात्रा चाहिँ येशूसँगको यात्रा तपाईँको सुरु हुन्छ र शारीरिक रूपले तपाईँ मृत्यु भइसकेपछि पनि तपाईँ स्वर्ग अथवा नरक कता जानुहुन्छ, त्यसले चाहिँ येशूसँगको यात्रा। तपाईँ स्वर्ग जानुभयो भने सदा सदा उहाँसँग रहने कुराहरू हेरेका थियौँ। र त्यसपछि हामीले एउटा जोन बिन्यान भन्नेले लेखेको एउटा किताबको विषयमा हेरेका थियौँ। जोन बिन्यान ऊ चाहिँ इङ्ल्यान्डमा जन्मेको एउटा मान्छे थियो र ऊ चाहिँ उसको बुवा चाहिँ साह्रै गरिब परिवारमा ऊ जन्मेको थियो भनेर हामीले हेरेका थियौँ। अनि उसको बुवा चाहिँ फलामको काम गर्ने मान्छे थियो। अनि ऊ चाहिँ धेरै पढे लेखेको मान्छे होइन, थोरै पढे लेखेको मान्छे थियो। अनि बुवाको काममा उसले बुवाको फलाम बनाउने काममा सहायता गर्थे। अनि उनीहरूको दैनिक जीवन गुजारा गर्न चाहिँ धेरै गाह्रो थियो। त्यसै गरी ऊ चाहिँ हरेक आइतबार त्यहाँको क्याथोलिक चर्चहरू जाने गर्थ्यो। अनि उसले क्याथोलिक चर्चबाट थुप्रै कुराहरू सिकेको थियो भनेर हेरेका थियौँ। जब पछि ऊ 16 वर्ष पुगे अनि ऊ चाहिँ त्यहाँको इङ्ल्यान्डको आर्मीमा भर्ना भए। अनि आर्मीमा भर्ना भइसकेपछि जब गृहयुद्ध चलिराखेको थियो इङ्ल्यान्डमा चाहिँ इङ्ल्यान्डको राजा र त्यहाँको संसदहरू अनि को बिचमा, त्यहाँको जनताहरूको बिचमा, त्यसपछि जब राजाले जिते अनि गृहयुद्धहरू समाप्त भयो अनि ऊ चाहिँ पछि घर फर्के भनेर भनेको थियो। त्यसपछि घर फर्किसकेपछि उसले विवाह गरे अनि ऊ चाहिँ परमेश्वरसँग बलियो भए। अनि ऊ चाहिँ परमेश्वरको प्रचारक भनेर उनले विभिन्न ठाउँमा सुसमाचार प्रसार गर्न थाले। जब सुसमाचार प्रसार गर्न थाले त्यति बेलाको राजाले चाहिँ इङ्ल्यान्डको चर्चहरूलाई मात्रै अनुमति दिएको थियो। पढे लेखेका शिक्षित मानिसहरूलाई, जो पास्टरहरू थिए, जो पादरीहरू थिए, उनीहरूलाई मात्रै सुसमाचार प्रसार गर्ने अनुमति थियो। जो चाहिँ अनुमति नपाएका मानिसहरू चाहिँ उनीहरूले चाहिँ सुसमाचार प्रसार गर्न अनुमति थिएन त्यति बेला। त्यसै कारणले गर्दा जोन बिन्यानलाई उनीहरूले पक्रिन्छ अनि जेलमा हालिदिन्छ। उनी 16 वर्षसम्म जेलमा बस्छ। अनि उसले चाहिँ यात्रीको प्रगति भन्ने किताब लेख्छ, द पिलग्रिम्स अफ प्रोग्रेस भनेर। उसले आफ्नो जीवनको भोगाईहरूको विषयमा, उसले जीवनमा के कुराहरू गरे भन्ने विषयमा उसले आफ्नो किताबमा यात्रीको प्रगति भन्ने किताबमा लेख्छ। र उनले चाहिँ जेलमा बस्ने बेलामा लेखेको थियो र यो चाहिँ अन्तिम अवस्थातिर, जेलको अन्तिम अवस्थातिर यो किताब लेखेको थियो भनेर भन्छ। र उसलाई चाहिँ हामीले यो किताबको विषयमा हेरेका थियौँ। र यो किताब चाहिँ बाइबल पछाडि सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको पुस्तक र अनि धेरै पटक छापिएको पुस्तक भनेर पनि हेरेका थियौँ। थुप्रै सङ्ख्यामा छापिएको पुस्तक भनेर पनि। अनि त्यसको 250 वर्षसम्म पछि आएर हेऱ्यो भने 1300 भन्दा बढी पटक इङ्ग्लिस भाषामै छापेको थियो यो किताब भनेर भन्छ, थुप्रै भाषामा। किनभने त्यति बेला चाहिँ जब उसको जन्मको विषयमा हेऱ्यो भने 1628 तिर भएको थियो भने जब जर्मनीमा चाहिँ मार्टिन लुथरले सुधारवादी आन्दोलनहरू सुरु गरेको थियो 1400 को अन्तिमतिर र 1500 को सुरुवाततिर। क्याथोलिक चर्चहरू यति धेरै भ्रष्ट भएको थियो कि संसारमा युरोपभरि क्याथोलिक चर्चहरू, संसारभरिका क्याथोलिक चर्चहरूले एउटा क्रिस्चियन सिस्टमलाई नै फरक तरिकाले प्रस्तुत गरिराखेको थियो उनीहरूले। त्यसै कारणले गर्दा तिनीहरूमा चाहिँ सुधार हुनुपर्छ भनेर 1400 को अन्तिमतिर मार्टिन लुथरले सुधारवादी आन्दोलनहरू सुरु गरे। उसले थुप्रै आन्दोलनको कुराहरू गरे। अनि पछि 1500 को सुरुवाततिर यो आन्दोलनको कुराहरू गरेपछि उसले प्रोटेस्टेन्टको कुराहरू त्यहाँनिर निकालेको हामी पाउँछौँ। त्यसपछि त्यही यात्राको त्यही कन्टिन्यू चलिराखेको युरोपमा त्यो चाहिँ सुधारवादी आन्दोलनहरू चलिराखेको थियो। त्यसकै लगभग 100 वर्ष पछाडि जोन बिन्यानले नै त्यही सुधारवादी आन्दोलनलाई सपोर्ट गरेको हामी पाउँछौँ। मण्डलीमा चाहिँ सुधारको कुरा हुनुपर्छ, मण्डलीमा चाहिँ होइन साँचो परमेश्वरलाई विश्वास गर्ने कुराहरू हुनुपर्छ। अनि भौतिकवादको एउटा संस्कृति, संस्कार, रीतिरिवाज जस्तो होइन, मण्डलीमा चाहिँ मानिसको हृदय अनि जीवन परिवर्तन हुनुपर्छ भन्ने कुरा। र उसले यो किताब लेखेको थियो यात्रीको प्रगति भनेर। र यो किताबको विषयमा हामीले हेरेका थियौँ। यात्रीको प्रगति चाहिँ एउटा प्रचारकले एकजना मान्छेलाई सुसमाचार सुनाउँछ। उसले चाहिँ एउटा बोझ गरुङ्गो भारी बोकेर विनाशको सहरबाट निस्केर उसले अनन्त सहरमा निस्किन्छ भनेर हेरेका थियौँ। अनन्त सहरमा उसलाई प्रचारकले अनन्त सहर छ संसारमा भनेर सुसमाचार सुनाउँछ। र त्यो सुसमाचार सुनाइसकेपछि यो सहर चाहिँ विनाश हुँदैछ केही वर्षपछि, म चाहिँ यो सहरबाट अनन्तको कहिले नाश नहुने सहरमा जान्छु भनेर उसले चाहिँ एउटा भारी
गरुङको भारी बोकेर त्यहाँबाट निस्किन्छ भनेर हेरेका थियौँ। त्यो बिचमा उसको जीवनमा थुप्रै सतावटको कुरोहरू आउँछ। विभिन्न बुद्धिमान मान्छेहरूसँग शुभचिन्तकसँग अनुवादसँग म सर्ट लान्छु किनभने यो हिजो अस्ति नै हामीले हेरिसकेका थियौँ। यो सबै थुप्रै कुराहरू उसको जीवनमा हुन्छ र अन्तिममा चाहिँ उसले चाहिँ त्यहाँनिर स्वर्ग जाने अनि नरक जाने कुराहरू, मृत्युको द्वारहरू भेट्छ अनि ऊ चाहिँ त्यस यात्रीको जीवन चाहिँ त्यहाँनिर समाप्त हुन्छ अनि ऊ चाहिँ स्वर्ग जान्छ भनेर हामीले बिचमा यात्राहरू हेरेका थियौँ उसको जीवनका। जब यो किताबहरू संसारमा जब उसले छापे अनि उसले लेखेर उसले छापिसकेपछि संसारमा यति मानिसहरूले यो किताब पढे र उनीहरूले चाहिँ उनीहरूको जीवन चाहिँ परिवर्तन भयो। क्रिस्चियन जीवन चाहिँ यस्तो हुनुपर्ने रहेछ हैन। यो विभिन्न पहिलाका हामीलाई सिकाउँदै आएका क्याथोलिक चर्चहरूले सिकाउँदै आएका कुराहरू चाहिँ होइन रहेछ। मार्टिन लुथरले सिकाएका कुराहरू, सुधारवादी आन्दोलनको कुराहरूमा चाहिँ सपोर्ट गरे अनि यो किताबले पनि सुधारवादी आन्दोलनलाई धेरै ठुलो सहायता गर्यो। मानिसहरूले धेरै जीवन परिवर्तन गरे अनि लाखौँ मात्रामा यो किताबहरू छापे अनि विभिन्न भाषाहरूमा अनुवाद गरे। संसारभरि किताबहरू पुगे। यसको फिल्महरू पनि छ, थुप्रै कुराहरू छ। र आज चाहिँ म तपाईँहरूलाई त्यसकै भाग 2 यो किताबको विषयमा होइन अर्को किताबको विषयमा भाग 2 म तपाईँहरूलाई लैजान्छु। येशूसँगको यात्रा भाग 2। पहिलो कोरिन्थीको पुस्तक 6 अध्यायको 19 पदले यही कुरो बताउँछ कि तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ र उहाँले तिमीहरूभित्र बास गर्नुहुन्छ। पवित्र आत्मा चाहिँ हाम्रो हृदयमा बास गर्न चाहनुहुन्छ र उहाँले हामीलाई कहिल्यै त्याग्नु न। मत्तीको पुस्तक 28 को 20 ले यही कुरा बताउँछ, हेर म युगको अन्तसम्म सधैँभरि तिमीहरूको साथमा हुनेछु। प्रिय हाम्रो जब प्रभु येशू ख्रीष्टलाई तपाईँ र मैले विश्वास गर्यौं अनि पवित्र आत्मा चाहिँ तपाईँ र मेरो हृदयमा आउनुभयो। उहाँ यो शरीर अनि यो हृदय चाहिँ पवित्र आत्माको मन्दिर हो। उहाँ चाहिँ तपाईँ र मेरो हृदयमा बस्न चाहनुहुन्छ र उहाँ तपाईँ र मेरो हृदयमा बसेर तपाईँ र मेरो जीवनको अन्तिम समयसँग यात्रा गर्न चाहनुहुन्छ। आमेन। हरेक समय, हरेक तपाईँ र मेरो जीवनमा हुने दुःख, कष्ट, सतावट, समस्या, जुनसुकै परिस्थितिमा पनि उहाँ चाहिँ तपाईँ र मेरो हृदयमा बसेर तपाईँ र मसँग सधैँ 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 अनन्त अनन्तसम्म यात्रा गर्न चाहनुहुन्छ। आज हामी त्यही विषयमा हेर्नेछौँ। मानिसको हृदय। मानिसको हृदय यो चाहिँ पवित्र आत्माको मन्दिर हो। यहाँ चाहिँ पवित्र आत्मा तपाईँ र मसँग बस्न चाहनुहुन्छ र अनि पवित्र आत्मालाई चाहिँ तपाईँ र म यहाँ बोकेर हाम्रो जीवनको यात्रा हामी हिँड्छौँ अनन्त अनन्तसम्मको लागि, सधैँको लागि। यो चाहिँ एउटा यो आर्टिस्टले बनाएको एउटा पिक्चर हो। यो चाहिँ अहिले मेलबर्नको नेसनल आर्ट ग्यालरीमा छ। यो चाहिँ कहिले कहिले उनीहरूले प्रदर्शनमा ल्याउँछ। यो चाहिँ पवित्रताको प्रेमी येशूको हृदय भन्ने एउटा आर्ट हो, एउटा पिक्चर हो बनाएको उसले। म यो विषयमा थोरै तपाईँहरूलाई जान्छु। यो चाहिँ एउटा चित्रकार एन्थोनी सेकेन्ड भन्नेले बनाएको पिक्चर हो। यो चाहिँ वाइरिक्स भन्ने उनीहरूको एउटा फ्यामिली 3 दाजुभाइहरू थिए। उनीहरू चाहिँ बेल्जियममा बस्थे, जर्मनीदेखि अलि उत्तरपट्टि तलतिर बेल्जियममा। किनभने जर्मनीमा मार्टिन लुथरले सुधारवादी आन्दोलनहरू सुरु गरेका थिए र सुधारवादी आन्दोलनको कुराहरू युरोपभरि फैलिराखेको थियो। मान्छेहरू, विभिन्न देशका मानिसहरूले, प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने क्याथोलिकहरूले यो चाहिँ गलत रहेछ भन्ने कुरा उनीहरूको जीवनमा पुगिराखेको थियो। त्यसपछि एन्थोनीका 3 दाजुभाइहरूले परमेश्वरको हृदय, मानिसको हृदय भन्ने एउटा आर्टहरू, पिक्चरहरू बनाउन थाले। बेल्जियममा उनीहरू बस्थे। त्यसपछि यो 3 दाजुभाइले हेऱ्यो भने 2333 वटा भन्दा धेरै यस्ता आर्टहरू, चित्रहरू बनाएको थियो। थुप्रै चित्रहरू उनीहरूले कसैले भित्तामा बनाएको थिए, कसैले विभिन्न चर्चहरूको भवनहरूमा बनाएको थिए, विभिन्न पेपरहरूमा बनाएको थियो। थुप्रै कुराहरूमा उनीहरूले यो हृदय, ह्युमन हार्ट, मानिसको हृदय भन्ने पिक्चरहरू बनाएको थियो। त्यसपछि आएर अहिले धेरै फेमस भयो, धेरै मान्छेहरूले किने यो आर्टहरू होइन, लाखौँमा करोडौँमा अहिले धेरै होइन सरकारहरूले किनेर लिलामी गरे, विभिन्न कुराहरू गरे। पछि आएर हेऱ्यो भने यो पिक्चर अहिले मेलबर्न सहरमा राखेको छ नेसनल आर्ट ग्यालरीमा। त्यसपछि हेऱ्यो भने उनीहरूले थुप्रै पिक्चरहरू यस्तो एउटा मानिसको हृदयको यो हार्टको विषयमा पिक्चरहरू बनाएको थियो। थुप्रै तपाईँले पिक्चरहरू देख्न सक्नुहुन्छ। र उनीहरूको पिक्चरमा, आर्ट बनाउने बेलामा थिम चाहिँ एउटा बच्चा, परमेश्वरलाई चाहिँ एउटा बच्चाको रूपमा, जस्तै
देखाएर उनीहरूले पिक्चर बनाएको थियो। यहाँनिरको हाम्रो क्यानबेराको नेसनल आर्ट ग्यालरीमा तपाईँहरू जानुभयो पनि एउटा आर्ट छ, ठुलो आर्ट। उनीहरूले त्यही दाजुभाइहरूले बनाएको थुप्रै आर्टहरूमध्ये एउटा आर्ट थियो। अस्ति हामी सृष्टिमा जाँदा पनि हामीले देखेको थियौँ। उनीहरूले चाहिँ के मानिसको हृदय चाहिँ कस्तो हुन्छ भनेर चित्र बनाउँदा चाहिँ पहिलो हेऱ्यो भने मानिसको हृदय चाहिँ त्यहाँनिर हेऱ्यो थुप्रै कुराहरूले घिरेर बाँधिएर सङ्गलाले बाँधिएर शैतानले झगरेर राखेको थियो भनेर त्यहाँनिर बनाएको थियो उनीहरूले। त्यसपछि प्रभु येशू ख्रीष्ट आउनुभयो अनि उनीहरूको हृदयको ढोकाहरू ढकढक्यायो अनि उनीहरूले ढोकाहरू खोले अनि प्रभु येशू ख्रीष्ट उनीहरूको हृदयमा पास गर्नुभयो। उनीहरूको हृदय चाहिँ अन्धकारले भरिएको थियो अनि कालो थियो र येशू ख्रीष्टले ती सबै कुराहरूलाई चाहिँ झाडु लगाएर बढाल्नुभयो। ती सबै उसको हृदयको कुराहरू फोहोरहरू निकाल्नुभयो अनि त्यसपछि उहाँहरूसँग बस्नुभयो। उहाँहरूसँग त्यो हृदयमा चाहिँ येशूले बास गर्नुभयो भन्ने कुराहरू थुप्रै कुराहरू उनीहरूसँग बस्नुभयो। येशू उनीहरूसँगै खेल्नुभयो, उनीहरूसँगै हाँस्नुभयो, उनीहरूलाई सिकाउनुभयो, उनीहरूलाई सहायता गर्नुभयो भन्ने यस्ता थुप्रै पिक्चरहरू ती 3 दाजुभाइहरूले बनाएको थिए। त्यसमध्ये पेरेग्यालियस भन्ने मान्छेले चाहिँ तिनीहरूका थुप्रै त्यो दाजुभाइका बेल्जियममा बनाएको थुप्रै पिक्चरहरूमध्ये 12वटा पिक्चरहरूलाई चाहिँ छानेर एउटा सानो बुकलेट बनाए। ऊ चाहिँ एउटा यो ग्यालियस भन्ने चाहिँ एउटा फ्रान्सका यो छापाखानाका ठुलो एउटा मान्छे थियो, प्रेस छापाखानाका। उसले चाहिँ त्यो किताबहरूलाई समेटेर 12वटा पिक्चरहरूलाई चाहिँ समेटेर एउटा सानो किताब बनायो अनि त्यो किताब चाहिँ फ्रान्सेली भाषामा अनुवाद गरेर लेखिएको थियो। त्यो चाहिँ 1600 र 1700 को 20 तिरको कुरा। त्यसपछि पछि आएर हेऱ्यो भने जोहानेस यो गोजनेयर्स भन्ने मान्छे चाहिँ एउटा जर्मनीमै जन्मेको थियो। फेरि एउटा यो चाहिँ 1773 तिर। त्यसपछि उसले चाहिँ यो मान्छे चाहिँ फरक मान्छे हो। यो मान्छेले चाहिँ ऊ चाहिँ विद्वान थिए, बाइबल स्कुलका प्रोफेसर थिए। अनि त्यसले चाहिँ यो किताब पछि फ्रान्सेली भाषामा लेखेको किताब उसले त्यो किताब पाउँछ एउटा लाइब्रेरीमा। अनि जब त्यो लाइब्रेरीमा त्यो किताब पाइसकेपछि उसले हेर्छ अनि उसको जीवन चाहिँ त्यसपछि परिवर्तन हुन्छ। ऊ चाहिँ क्याथोलिक थिए अनि उसको जीवन चाहिँ परिवर्तन हुन्छ किनभने मार्टिन लुथरले सुधारवादी आन्दोलनहरू सुरु गरिराखेको थियो, गरेर त्यसको आन्दोलनको प्रभावहरू पछिसम्म परिराखेको थियो। अनि उसले यो जीवन त्यो किताब हेरेर उसको जीवन परिवर्तन हुन्छ अनि उसले चाहिँ क्याथोलिक छोडेर प्रोटेस्टेन्टमा जान्छ अनि उसले क्रिस्चियन चर्च भन्ने चर्च स्थापना गर्छ र उसको मिसन चाहिँ गोजनेयर्स भन्ने मिसन चाहिँ जर्मनीमा नै छ अहिले अनि इन्डियामा नेपालहरूमा पनि छ उसको मिसन। अनि उसले मिसनहरू सुरु गर्छ, चर्चहरू स्थापना गर्न सुरु गर्छ। त्यसपछि त्यो बुकलेट एउटा 12वटा चित्र भएको किताबलाई चाहिँ अनि उसले अङ्ग्रेजीमा अनुवाद गर्छ फ्रान्सेली भाषाबाट अङ्ग्रेजीमा 1851 तिर। त्यो किताब चाहिँ त्यहाँ चाहिँ 12वटा पिक्चर थियो अनि त्यो 12वटा पिक्चरमध्ये 2टा पिक्चर चाहिँ हटाएर 10वटा किताब मात्रै 10वटा पिक्चर राखेर अनि एउटा किताब बनाउँछ अनि जो चाहिँ मनुष्यको हृदय भन्छ नेपालीमा, द ह्युमन हार्ट। अनि शैतानको वासस्थान भनेर पनि भन्छ, मानिसको हृदय भनेर पनि भन्छ। त्यसपछि यो चाहिँ थुप्रै भाषामा अनुवाद भयो। त्यसपछि फेरि पनि उसले अङ्ग्रेजीमा लेखे। त्यसपछि संसारभरिका मानिसहरूले यो जब चित्रहरू देखे, यो किताबहरू देखे अनि उनीहरूले चाहिँ ओ मेरो हृदयको महसुस उनीहरूले आफ्नो आत्मिक जीवन चाहिँ त्यो किताबमा पाए। स्पिरिचुअल मिरर अफ द मोरालिटी भन्छ न, नैतिकताको आध्यात्मिक दर्शन। अनि त्यो किताब त्यो नाम चाहिँ नैतिकताको आध्यात्मिक दर्शन राखे उसले। जब मान्छेहरूले त्यो किताब हेरे अनि म चाहिँ मेरो आत्मिक जीवन चाहिँ कहाँ छु भन्ने कुरा उनीहरूले महसुस गरे भनेर भन्छ। अनि म चाहिँ यहाँ रहेछु, मेरो आत्मिक जीवन चाहिँ भन्ने कुराहरू त्यो ऐनामा जस्तै उनीहरूले त्यो किताबले चाहिँ उनीहरूको जीवनलाई आत्मिक जीवनलाई चाहिँ छर्लङ्ग देखाइदियो भनेर भन्छ हैन। त्यो किताबले चाहिँ उनीहरूको आत्मिक जीवनलाई चाहिँ ऐनामा जस्तै देखाइदियो। अनि त्यसपछि मनुष्यको हृदय थुप्रै भाषाहरूमा अनुवाद भयो अनि नेपाल बाइबल सोसाइटीले पनि बाइबल जत्तिकै मात्रामा यो छाप्छ सुसमाचारको लागि।
थुप्रै किताबहरू सुसमाचारको यो अहिले यसलाई चाहिँ सुसमाचारको माध्यम बनाएर ट्र्याक्स जस्तो बनाएर एउटा बुकलेट बनाएको छ यो किताब मनुष्यको हृदय। अनि थुप्रै बाँड्छ मानिसहरूलाई नेपाल बाइबल सोसाइटीले पनि। अनि यो चाहिँ एउटा नेपाल बाइबल सोसाइटीको बनाएको चित्र नेपाली टोपी लगाएर अलि उनीहरूले आफ्नो तरिकाले ढालिदियो होइन पिक्चरलाई। आज म तपाईँहरूलाई यही मनुष्यको हृदय भन्ने किताबको विषयमा थोरै लैजान्छु। त्यति बेला उनीहरूले बनाएको उनीहरूको पिक्चर चाहिँ अलि उनीहरूको पाराको थियो भने नेपाल बाइबल सोसाइटीले चाहिँ नेपाली पारामा होइन टक्क टोपी लगाएर अलिकति फरक पिक्चर बनाएर अनि आफ्नै तरिकाले बनाउन खोज्यो। हुन चाहिँ वास्तविकता त्यही हो, तर अलिकति नेपालीहरूले बुझ्ने तरिकाले बनायो। पहिलो पिक्चरमा चाहिँ एउटा छ पापी मानिसको हृदय भन्ने हो पहिलो पिक्चर। पापी मानिसको हृदय चाहिँ कस्तो हुन्छ भनेर त्यहाँनिर हेऱ्यो भने हामी देख्न सक्छौँ। पापी मानिसको हृदयमा चाहिँ यहाँले थुप्रै कुराहरू देख्न सक्छौँ यो चित्रमा। यहाँ हेऱ्यो भने मयूर छ, त्यसपछि मयूरलाई हेऱ्यो भने चाहिँ दुईटा पिक्चरमा देख्नुहुन्छ यता यता। मयूरले चाहिँ के देखाउँछ भने मानिसको हृदयमा सुन्दरताको कुराहरूलाई, कति ब्युटिफुल हुन्छ मयूर होइन, सुन्दरताको कुराहरू देखाउँछ। अनि घमण्डको कुराहरू देखाउँछ, म चाहिँ साह्रै राम्रो छु होइन, कति राम्रै हुने घमण्ड कुराहरूले चाहिँ मानिसको पापी मानिसको हृदयमा चाहिँ के हुन्छ, घमण्डको कुराहरू हुन्छ। म धनी छु, म पढे लेखेको छु, मसँग बुद्धि छ, मसँग ज्ञान छ, म सिप छ, मसँग यस्तो छ उस्तो छ भन्ने कुराहरू। त्यसपछि अहङ्कारहरू हुन्छ पापी मानिसको हृदयमा भनेर यो त्यो आर्ट बनाउने मान्छेहरूले एउटा बनाएको एउटा कन्सेप्ट हो मानिसको हृदय कस्तो हुन्छ भनेर। त्यति बेलाको त्यो अघि नै मैले तपाईँलाई भने यो दाजुभाइहरूले। त्यसपछि अर्को चाहिँ हामी बोकालाई चाहिँ एउटा काम वासनाको दृष्टिकोणले हेर्दछ, व्यभिचारको दृष्टिकोणले होइन, परस्त्री गमनको दृष्टिकोणले हेर्दछ। पापी मानिसको हृदय चाहिँ त्यस्तो हुन्छ भनेर होइन, व्यभिचारले भरिएको, अनैतिकताले भरिएको, काम वासनाको दृष्टिकोणले भरिएको, पापले भरिएको कुराहरू हुँदछ भनेर देखाउँदछ। अर्को चाहिँ छ सुँगुरको, तपाईँहरू तल देख्न सक्नुहुन्छ। सुँगुर चाहिँ अल्छीपनाको कुराहरू, आलटाल गर्ने कुराहरू होइन, हुन्छ भन्ने काम नगर्ने तान्त्रिक कुराहरू, तन्त्र मन्त्र कुरा गर्ने, जादु टुना गर्ने, धामी झाँक्रीको कुरा गर्ने, जादु विद्या काला जादुको कुराहरू गर्ने कुराहरूले चाहिँ सुँगुरको प्रतिनिधित्व गर्छ भनेर यो पापी मानिसको हृदयमा चाहिँ यस्तो हुन्छ भनेर। अर्को चाहिँ छ तपाईँले तल देख्न सक्नुहुन्छ चितुवाले चाहिँ माफ गर्नुहोस् मैले कछुवालाई छोडाएको छ। कछुवाले चाहिँ अल्छीपन, आलटाल गर्ने, तान्त्रिक विद्याको कुराहरू, टुनामुना गर्ने, जादुको कुराहरू गर्दछ भने सुँगुरले चाहिँ मद्यपानको कुराहरू गर्ने, जाँड रक्सी खाने कुराहरू, फोहोरी बोली बोल्ने कुराहरू, फोहोरीमै जीवन बिताउने कुराहरू होइन, खराब विचारहरू दिमागमा खेलाउने कुराहरूले चाहिँ सुँगुरको कुरा प्रतिनिधित्व गर्छ पापी मानिसको हृदय। चितुवाले चाहिँ के को प्रतिनिधित्व गर्छ भने ईर्ष्याका कुरा गर्नेहरू, डाहाका कुरा गर्नेहरू, क्रोधका कुराहरू, रिसका कुराहरू गर्ने कुराहरू, निर्दयको कुराहरू, चितुवाले चाहिँ त्यसको प्रतिनिधित्व गर्छ। साँपले चाहिँ तल एउटा देखाएको छ, साँप चाहिँ दुष्ट होइन, ईर्ष्या गर्ने, डाहा गर्ने, अरूको सेकी गर्ने, अरूको देखि नसक्ने कुराहरू चाहिँ सर्पले प्रतिनिधित्व गर्छ मानिसको हृदयमा। अनि भ्यागुताले चाहिँ लोभको होइन, तपाईँले भ्यागुतालाई जति दिए पनि खाएको गर्छ अरे, अनि खाएर पेट फुट्नै भइसक्यो अझै के गर्छ अरे, खाएको गर्छ अरे होइन, अनि पेट फुटेर मर्छ अरे भ्यागुताको सानो बच्चाहरू भनेर भन्छ नि। भ्यागुताले चाहिँ लोभको कुराहरू गर्छ, आफै मात्रै सबै कुरा मलाई मात्रै, अरूलाई होइन मलाई मात्रै भन्ने कुरा, लोभको प्रतिनिधित्व गर्छ भनेर। त्यसपछि शैतानले चाहिँ मानिसको हृदयमा चाहिँ शैतानले बास गर्छ अनि उसले त्यो हृदयलाई चाहिँ आफ्नो अधीनमा लिएर आफ्नो प्रतिनिधित्व कब्जा गरेको हुन्छ भनेर भन्छ। नेपालतिरको कति मान्छेले कृष्णले हामीलाई होइन शैतान भन्यो भनेर भन्छ। त्यो भनेको त्यसरी भन्नु त हुँदैन, तर यहाँ चाहिँ यो पिक्चरले सिम्बोलिक रूपले पापी मानिसको हृदयमा चाहिँ शैतानले होइन आफ्नो अधिकार जमाएर बसेको हुन्छ भनेर त्यहाँनिर सिम्बोलिक रूपले देखाउन खोजेको छ। अनि तारा चाहिँ त्यो
मानिस चाहिँ अन्धकारले भरिए तापनि मान्छेको एउटा चेतना चाहिँ विवेक चाहिँ मानिसको हृदयमा छ भन्ने कुराहरू र आँखाले चाहिँ मानिसको हृदय अन्धकारले भरिए तापनि ती सबै कुराहरू हरेक मानिसको हृदय चाहिँ परमेश्वरले देखिरहनु भएको छ। हरेक मानिसको हृदय कसको हृदय कस्तो छ त्यो चाहिँ परमेश्वरलाई थाहा छ भनेर त्यो आँखाले प्रतिनिधित्व गराउँछ। अर्को कुरा चाहिँ आगोको जिब्राहरू वरिपरि छ, मानिसको हृदयभन्दा बाहिर छ आगोको जिब्राहरू। मानिसको हृदय पापै कुराहरूले भरिए तापनि, मानिसको जीवन चाहिँ पापै पाप भए तापनि परमेश्वरको प्रेम चाहिँ उसको जीवनको वरिपरि छ। मानिसहरू पापै पापले भरिए तापनि परमेश्वरको प्रेम चाहिँ वरिपरि छ भनेर आगोको जिब्राहरूले प्रतिनिधित्व गराउँछ भनेर तीन दाजुभाइहरूले पिक्चर बनाएको थियो। अनि स्वर्गदूतहरू मानिसको हृदय पापले भरिए तापनि स्वर्गदूतहरू चाहिँ परमेश्वरको प्रेम बाँड्नलाई हर समय तयार हुनुहुन्छ। अनि पवित्र आत्मा चाहिँ हरेक समय उनीहरूलाई सहायता गर्नलाई तयार छ यदि उनीहरूले आफ्नो हृदयको ढोकाहरू खोल्यो भने भनेर प्रतिनिधित्व गराउँछ यो पापी मानिसको हृदयले भनेर तीन दाजुभाइहरूले पिक्चर बनाए। त्यसपछि एउटा मानिसले जब सुसमाचार सुन्यो, जब मानिसले सुसमाचार सुन्यो अनि सुसमाचार सुनिसकेपछि उसले चाहिँ के महसुस गर्यो भने ओहो म चाहिँ पापी रहेछु, मेरो हृदय चाहिँ अन्धकारले भरिएको रहेछ भन्ने कुरा उसले जब महसुस गरे अनि उसले चाहिँ साँच्चै प्रभु येशू ख्रीष्ट मेरो पापको लागि मर्नुभएको क्या हो, म उहाँलाई स्वीकार गर्छु भनेर जब उसले स्वीकार गर्न खोजे अनि पवित्र आत्मा चाहिँ आउनुभयो भनेर भन्छ। उसको हृदयमा आयो, स्वर्गदूत आए, स्वर्गदूतले चाहिँ तरबार लिएर आयो भन्छ। तरबार चाहिँ परमेश्वरको वचन हो, बाइबलको वचन, यो वचन लिएर आए। जब उसले यो वचन सुने अनि उसले जब यो वचनमा विश्वास गरे म चाहिँ पापी रहेछु भन्ने कुरा उसले यो वचनमा विश्वास गरे नि अनि पवित्र आत्मा चाहिँ उसको हृदयमा आउनुभयो। अनि पवित्र स्वर्गदूतसँग एउटा खबर पनि छ, ले चाहिँ के बताउँछ भने मानिसको चाहिँ पापको ज्याला मृत्यु, मानिस चाहिँ शारीरिक रूपले मर्दछ भनेर प्रतिनिधित्व गराउँछ। जब उसले चाहिँ प्रभु येशू ख्रीष्टलाई वचन सुने अनि उसको हृदयमा भएको अन्धकारको कुराहरू चाहिँ पापमय कुराहरू, पापका विभिन्न जनावरका पापको प्रतिनिधित्व गर्ने जनावरहरू चाहिँ उसको जीवनबाट बिस्तारै हट्न खोज्यो। उसको हृदयमा चाहिँ अलिअलि उज्यालो आयो अनि त्यहाँका उसको पापमय जीवन चाहिँ त्यहाँबाट हट्न खोज्यो। अनि उसको हृदयमा अन्धकारले भरिएको हृदयहरूमा चाहिँ ज्योतिहरू चम्किन थाले, ज्योतिहरू आउन थाले अनि उसको जीवनमा चाहिँ अन्धकार हटेर जान थाल्यो अनि पापहरू हटेर जान थाल्यो र येशू चाहिँ उसको हृदयमा आउँदै हुनुहुन्छ। येशूले ढकढकी आउनुभयो, उसको हृदयमा येशू आउँदै हुनुहुन्छ। उसले चाहिँ प्रभु येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनिकन स्वीकार गर्दैछ अनि उसले आफूलाई दोषी महसुस गर्दैछ, म चाहिँ पापी रहेछु, प्रभु येशू ख्रीष्ट चाहिँ मेरो लागि क्रुसमा मर्नु भएको रहेछ, म चाहिँ उहाँलाई विश्वास गर्दछु भनेर उहाँले पश्चाताप गर्दैछ। अनि यो चाहिँ पवित्र आत्मा उसको हृदयमा आउँदैछ। उसको हृदय चाहिँ त्यो अन्धकारले भरिएको कुराहरू उसको हृदयबाट बिस्तारै बिस्तारै हट्दैछ भनेर दोस्रो पिक्चरले प्रतिनिधित्व गर्छ। तेस्रो पिक्चर चाहिँ हो यो चाहिँ तेस्रो पिक्चरले चाहिँ उसले पश्चातापीपूर्ण हृदय भन्छ। उसले चाहिँ प्रभु येशू ख्रीष्टलाई विश्वास गर्यो, एउटा विश्वास गरी ग्रहण गर्ने मानिसको हृदय ऊ चाहिँ रोदछ, प्रभु मैले विगत दिनमा थुप्रै गल्तीहरू गरेँ, आँखा चाहिँ मतलब रोइरहेको छ पिक्चरमा, मैले धेरै गल्तीहरू गरेँ, म चाहिँ पापी छु, मलाई क्षमा गर्नुहोस्, म अबदेखि उस्तो गर्दिनँ, मेरो हृदयमा भएका सबै पापमय कुराहरू तपाईँलाई हटाइदिनुहोस्, आज म चाहिँ नयाँ हुन चाहन्छु भनेर उसले आफ्नो हृदयमा प्रभु येशू ख्रीष्टलाई ग्रहण गरे अनि पवित्र आत्मा उसको हृदयमा आउनुभयो अनि उसले चाहिँ परमेश्वरको प्रेम उसको जीवनमा भए अनि पवित्र आत्मा चाहिँ उसको हृदयमा वास गर्नुभयो। अनि शैतानका दूतहरू चाहिँ शैतानका जनावर प्रतिनिधित्व गर्ने कुराहरू चाहिँ त्यहाँबाट हटेर गए। स्वर्गदूतले क्रुस बोकेर आउँछ, बाइबल बोकेर आउँछ, यसले यही कुरा गर्छ, प्रभु येशू ख्रीष्ट पापी मानिसको हृदय लागि मर्न आउनुभयो। उहाँ चाहिँ परमेश्वरको अघि आँसु र विलापको साथ परमेश्वरको अगाडि आफूलाई समर्पण गरेको हामी देख्छौँ। टुटेको हृदय लिएर नम्रताको साथ आउने मानिसको हृदय जीवनमा चाहिँ परमेश्वर आउने प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ भन्ने कुराहरू यहाँनिर हेर्छौँ। पवित्र आत्माले चाहिँ ती सबै अन्धकारको कुराहरूलाई चाहिँ हटाइदिन्छ अनि येशूको रगतले उसको हृदयलाई चाहिँ
नयाँ गरिदिन्छ, शुद्ध गरिदिन्छ। अनि येशूको रगतले उसको हृदयलाई चाहिँ, अन्धकारले भरेको हृदयलाई चाहिँ हिउँ जस्तै सेतो बनाइदिन्छ। अनि ऊ चाहिँ अब नयाँ हुन्छ। अनि नयाँ भएर उसले चाहिँ परमेश्वरको सेवाको लागि म चाहिँ परमेश्वरको सेवा गर्छु भनेर ऊ चाहिँ तत्पर हुन्छ, अगाडि बढ्छ, अठोट गर्छ। म चाहिँ विगत दिनहरूलाई फर्केर परमेश्वरको सेवामा म अगाडि बढ्छु, उहाँसँग हिँड्न चाहन्छु, उहाँको येशूको साथसाथ अगाडि हिँड्न चाहन्छु भनेर यो मानिसको हृदयले चाहिँ यही प्रतिनिधित्व गर्छ। ऊ चाहिँ येशूसँग हिँड्न चाहन्छ, येशूको साथसाथ अगाडि बढ्न चाहन्छ। ती सबै कुराहरूलाई बिर्सेर अनि सिद्धतामा, पवित्रतामा जिउने प्रयास गर्छ। 3 यो चाहिँ 3। चौथो चाहिँ छ येशू ख्रीष्टसँग क्रुसमा टाँगिएको मानिस भनेर भन्छ। जब त्यो पछाडि उसले चाहिँ अझै अगाडि बढ्छ ऊ चाहिँ, अनि उसको जीवन चाहिँ बलिदानपूर्ण जीवन उसले बिताउन सुरु गर्छ। संसारका सबै कुराहरूको लागि उसले चाहिँ, संसारका सबै पापमय कुराहरू चाहिँ येशूसँगै उसले क्रुसमा टाँगिदिन्छ। ऊ चाहिँ पवित्रताको जीवन जिउँछ। ऊ चाहिँ आफ्नो प्रभु येशू ख्रीष्ट मेरो लागि क्रुसमा मर्नु भएको कारणले गर्दा उसले सबै कुराहरू, आफ्नो घमण्डहरू, स्वार्थपन कुराहरू सबैलाई चाहिँ येशूसँगै क्रुसमा टाँगिदिन्छ। हाम्रो प्रभु येशू मेरो लागि मर्नुभयो ताकि हामी धर्मी ठहरियोस् भन्ने कुरा उसले महसुस गर्छ। अनि येशू ख्रीष्ट चाहिँ यहाँ थुप्रै पिक्चरहरू हामी देखाउँछौँ। येशू ख्रीष्टको जीवनमा भएको भविष्यवाणीहरूलाई उसले आफ्नो हृदयमा स्वीकार गर्छ भन्ने कुराहरू त्यहाँनिर भालेबासेको पिक्चर देख्छौँ होइन। पत्रुसले इन्कार गर्ने गर्दाखेरि भालेबासेको कुराहरू, भर्याङको कुराहरू, येशूलाई भाग्लाले हानेर सिपाहीले भाग्लाले हानेर उसको कोखाबाट रगत बगेको प्रतिनिधित्व गर्छ। यहाँनिर हामी तल देख्छौँ लालटिनहरू अनि साङ्लाहरू देख्छौँ। येशू ख्रीष्टलाई साङ्लाले बाँधे, कुटे भनेर, कोर्राको चोटहरू लगाए भनेर, काँडाको मुकुटहरू लगाइदिए भनेर येशू ख्रीष्टलाई। अनि येशू ख्रीष्टलाई चाहिँ होइन कोर्राको चोट लगाएर खम्बामा बाँधे, उहाँलाई चाहिँ सिर्का खुवाए। त्यसै गरी येशू ख्रीष्टको लुगाहरू चाहिँ खोलेर चिट्ठाहरू हाले भनेर यी सबै कुरा प्रतिनिधित्व गर्छ। येशू ख्रीष्टले चाहिँ दुःख भोग्नुभयो मेरो लागि भनेर त्यो मानिसले चाहिँ येशूसँगै आजदेखि म येशूसँगै मरेँ, म येशूसँगै जिउँछु, म येशू जस्तै भएर जिउँछु भनेर उसले चाहिँ प्रतिनिधित्व गर्छ। ऊ चाहिँ हरेक दिन मण्डली जान सुरु गर्छ, चर्च जान सुरु गर्छ। उसले आफूसँग भएका कुराहरू चाहिँ धन सम्पत्ति कुराहरू, रुपियाँ पैसाहरूलाई मानिसहरूलाई सहायता गर्छ, अप्ठ्यारोमा परेको मानिसहरूलाई बाल गर्छ, खानेकुराहरू। उसले एउटा क्रिस्चियन जीवन चाहिँ उसले बलियो भएर, आत्मिक जीवन चाहिँ बलियो भएर अगाडि बढ्यो भनेर भन्छ। अर्को हृदय चाहिँ परमेश्वरको मन्दिर, यो चाहिँ 5औं। ऊ चाहिँ पिता, पुत्र, पवित्र आत्मा उसको हृदयमा छ। ऊ चाहिँ आशिषित एउटा क्रिस्चियन हो। ऊ चाहिँ यो क्रिस्चियन चाहिँ परमेश्वरमा एकदम बलियो भएर अगाडि बढेको क्रिस्चियन। उसले चाहिँ परमेश्वरको प्रशस्त अनुग्रह, परमेश्वरको प्रेम अनि पवित्र आत्माको वरदानहरूले भरिएको, आत्माको फलहरूले भरिएको अनि अगमबाणीको कुराहरू गर्ने एउटा बलियो क्रिस्चियनको हृदय चाहिँ यस्तो हुन्छ भनेर भन्छ। त्यहाँ चाहिँ पिता, पुत्र, पवित्र आत्मा उसको साथमा हुनुहुन्छ। अनि स्वर्गदूत चाहिँ हिब्रूको पुस्तकले 1 अध्यायको 14 पदले बताउँछ, विश्वास गर्नेहरूलाई सहायता गर्नलाई स्वर्गदूत हरेक समय तयार हुनुहुन्छ भनेर। स्वर्गदूत छेउमै छ होइन, हरेक समय तयारी गर्नलाई ऊ चाहिँ स्वर्गदूतले हरेक परिस्थितिमा सहायता गर्नलाई, त्यो विश्वास हृदयमा उसको जीवनमा सहायता गर्नलाई हरदम तयार छ भनेर। पवित्र आत्माको फलहरू उसको जीवनमा प्रशस्त देखिन्छ। मानिसहरूले हेऱ्यो भने उस क्रिस्चियन जीवन चाहिँ उसको आशिषले भरिएको क्रिस्चियन जीवन, आत्माको फलहरूले भरिएको क्रिस्चियन जीवन होइन, आत्माको वरदानहरूले भरिएको क्रिस्चियन जीवन। ऊ चाहिँ पवित्रतामा, सिद्धतामा, धार्मिकतामा अनि परमेश्वरमा बलियो भएर परमेश्वरको सेवामा समर्पित जीवन मानिसको हृदय चाहिँ यस्तो हुन्छ भनेर भन्छ। त्यसपछि शैतान पनि मान्छे चाहिँ सिद्ध भएर होइन, मान्छे चाहिँ परमेश्वरमा अगाडि बलियो हुँदै जाँदा पनि शैतानले चाहिँ हेरिराखेको हुन्छ छेउमै बसेर भनेर भन्छ। शैतान पनि छ छेउमै। क्रिस्चियन जीवन बलियो भएर अगाडि बढे पनि शैतानले चाहिँ कहाँ छ, यसले कति बेला मलाई मौका दिन्छ र म आइहाल्छु भनेर उसले मौका हेरिरहन्छ भनेर भन्छ। हाम्रो जीवनमा पनि शैतानले कति बेला मौका पाऊँ र यसलाई खाइहालौँ भनेर खोजी हिँड्छ होइन। पत्रुसको पुस्तक 1 पत्रुस 5 अध्याय 8 यही कुरा बताउँछ।
शैतान चाहिँ घुमिहिँड्छ, गर्जने सिंह जस्तै कसलाई भेट्टाउँ र खाइहालौँ भने खोजिहिँड्छ। अनि अर्को मान्छे चाहिँ हो परीक्षित अनि विभाजित हृदय। त्यसपछि एउटा बलियो क्रिस्चियन थियो, राम्रो क्रिस्चियन, ऊ चाहिँ अब के हुँदैछ? प्रभु येशू ख्रीष्टबाट पछाडि हट्दैछ। उसले आफ्नो जीवनमा परमेश्वरको प्रेमको अनुभव गरेको थियो, आशिषको अनुभव गरेको थियो, दान गान वरदानहरूको महसुसहरू गरेको थियो। तरै पनि ऊ चाहिँ उसको जीवनमा जब परीक्षाहरू आउँछ, जब उसको जीवनमा सतावटहरू आउँछ, उसको जीवनमा जब समस्याहरू आउँछ, अनि ऊ चाहिँ परमेश्वरदेखि पछि हट्छ। परमेश्वरदेखि अगाडि जानुपर्ने कुराहरू ऊ चाहिँ परमेश्वरदेखि पछाडि हट्छ। उसले चाहिँ एउटा आँखा बन्द गरिदिन्छ, होइन? चित्रमा हेर्नु, एउटा आँखा बन्द गरेको छ। उसले अब चर्च जान बन्द गर्छ, बाइबल अध्ययन गर्न पढ्न बन्द गरिदिन्छ, प्रार्थना गर्न बन्द गर्छ, अनि सङ्गतिहरू जान बन्द गर्छ। अनि उसको हृदयमा चाहिँ फेरि पनि पहिला भएका विभिन्न पापमय स्वभावका दूतहरू चाहिँ फेरि पनि उसको हृदयमा हतार हतार गर्दै आउँछ। एउटाले त के गर्छ, तल्लाई भनेर छुरीले हान्दिएको छ हृदयमा, हेर्नु। यीशुले यही भन्नुभयो, जब यीशु ख्रीष्टलाई विश्वास गरिसकेपछि उनीहरूको हृदय चाहिँ शुद्ध हुन्छ, अनि शैतान चाहिँ घुम्दै आउँछ, अनि कति बेला मौका पाऊँ भनेर खोजिरहन्छ। जब उनीहरूले सफा हृदय देख्छ, अनि जब त्यहाँ मौका पाउँछ, उनीहरूलाई भित्र स्वाट्टै छिर्छ, अनि अझै 7वटा दुष्ट आत्माहरू, अझै पहिलाको भन्दा पनि बढी 7वटा दुष्ट आत्माहरू लिएर आउँछ, अनि उसको हृदयमा राज्य गर्छ भनेर भन्छ। उसले आफ्नो आँखा बन्द गर्छ। क्रिस्चियन जीवन चाहिँ जीवनशैली बिताउने कुराहरूमा चाहिँ उसले जान छोड्दछ, अनि आफ्नो जीवन चाहिँ पछाडितिर हट्छ। उसको जीवन आउने परीक्षाहरूमा ऊ चाहिँ त्यसलाई विरोध गर्दै अगाडि बढ्नुको साटो त्यही परीक्षाहरूमा चाहिँ पर्न थाल्छ, विभिन्न बहानाहरू बनाउन थाल्छ, अनि परमेश्वरको वचन, प्रार्थना र सङ्गतिबाट सेलाउँदै गएको हुन्छ। विभिन्न बहानाहरू बनाउनतिर लाग्छ, संसारको कुराहरूमा आफ्नो मनहरू फैलाउन थाल्छ, संसारको कुरातिर आफ्नो मनहरू लगाउन थाल्छ। चरा चाहिँ, एउटा मान्छेले भनेको, चरा चाहिँ आकाशमा उड्न सक्छ, अनि कहिलेकाहीँ चराले दिशा गर्दैन टाउकोमा नै पर्छ, तर चरालाई चाहिँ आफ्नो टाउकोमा, होइन, गुड बनाएर बच्चा बनाउन दिनु हुँदैन भनेर मौतैले कसले भन्नुभएको थियो, होइन? टाउकोमा चाहिँ गुड बनाएर त्यसलाई चाहिँ के गर्न, अनि बच्चा हुर्काउन दिनु हुँदैन भनेर भनेको थियो। अनि शैतानलाई जब एउटा तपाईँले कान्छी औँला दियो भने शैतानले चाहिँ स्वाटै शरीरै निहालिदिन्छ अरे। त्यसै कारणले गर्दा शैतानलाई चाहिँ मौका नदिनुहोस् भन्छ। जब प्रभु यीशु ख्रीष्टमा तपाईँ बलियो भएर अगाडि जानुहुन्छ, शैतानलाई चाहिँ त्यस्तो मौकाहरू तपाईँले नदिनुहोस्। बहाना, आफ्नो रुपैयाँ पैसाको कुराहरूमा, लोभको कुराहरूमा, व्यभिचारको कुराहरूमा, परीक्षा आउने कुराहरूमा चाहिँ त्यहाँ चाहिँ बहाना नगर्नुहोस्। उसले तपाईँले थोरै अलिकति त भनेर कान्छी औँला दियो भने तपाईँको पूर्ण शरीर नै निलिदिन्छ भनेर भन्छ। उसले बनाएको पिक्चर छैटौँ, एउटा क्रिस्चियन जीवनबाट फर्किएको मानिस, क्रिस्चियन जीवनबाट फेरि पनि संसारमा फर्किएको मानिस छुरी हान्छ, होइन? एउटाले चाहिँ गएर झ्याप्पै छुरी हानिदिन्छ। उसले चाहिँ के प्रतिनिधित्व गर्छ भने परमेश्वरको भन्दा मानिसहरूको डर मान्न थाल्यो उसले चाहिँ, होइन? जब उसको जीवनमा परीक्षा आउन थाल्यो, परमेश्वरले मेरो जीवनमा गर्न आशिषको कुराहरूलाई बिर्सेर उसले संसारले भनेर पठाएका मानिसहरूको डर मान्न थाले, मानिसहरूको आज्ञा पालन गर्न थाले। त्यसपछि शैतान चाहिँ उसको हृदयमा फेरि पनि आउँछ अनि राज्य गर्न थाल्छ। विश्वासमा पछि हटेको वा कडा हृदय बनाएको कठोर, त्यसपछि उसले चाहिँ कठोर हृदय बनाउँछ। त्यसपछि अनि स्वर्गदूतहरूलाई अनि पवित्र आत्माले उसको हृदयबाट लखेटेर पठाइदिन्छ, अनि शैतान चाहिँ आएर मजाले बसेर उसको हृदयमा राज्य गर्न थाल्छ। यो चाहिँ विश्वासमा पूर्ण रूपले पछि हटेको मान्छे भनेर भन्छ। उसलाई चाहिँ परमेश्वरको प्रेम, आशिषको स्वादहरू चाखिसके तापनि ऊ चाहिँ अबदेखि ऊ फेरि पनि फर्केर आउन चाहन्न। उसले कसैले गएर फेरि पनि मण्डली जाउँ भनेर सुसमाचार सुनायो, अथवा फेरि पनि परमेश्वरको कुरातिर होइन, ऊ चाहिँ परमेश्वरको विरोधतिर गर्न थाल्छ। परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई चाहिँ विरोध गर्न थाल्छ। उसले चाहिँ पश्चाताप गरेर ऊ फर्किन सट्टा मैले साँच्चै गल्ती गरेँ, म चाहिँ पाप गरेँ, फेरि पनि म फर्केर परमेश्वरतिर
फर्किन्छु भन्नुको सट्टा उसले आफ्नो हृदयलाई चाहिँ अझै कठोर कठोर कठार बनाएर बस्छ त्यति बेला चाहिँ भनेर भन्छ। अनि उसले चाहिँ अशुद्ध आत्माहरूले उसको हृदयमा शक्ति जमाएर अधिकार जमाएर बसेको हुन्छ भनेर यो पिक्चरले बताउँछ। त्यसपछि त्यो मान्छेको मृत्यु हुन्छ। यो पिक्चरले बताउँछ कि मान्छेको मृत्यु चाहिँ यो मान्छे चाहिँ मर्दैछ हैन, विश्वासमा अल्याङ टल्याङ गर्ने मानिस अथवा पापी मानिसको हृदय अथवा विश्वासमा पछि हटेको मानिसको हृदयको मृत्यु चाहिँ एउटा मृत्युको समयमा देखिने पिक्चर हो भनेर भन्छ। जब त्यो मान्छे मर्छ त्यति बेला चाहिँ शैतानका दूतहरू आएर उसले लिन आउँछ, त्यति बेला उसलाई लिनलाई स्वर्गदूतहरू अनि विश्वासीहरू चाहिँ त्यहाँ जान सक्दैन। अनि श्रापित मानिस यो चाहिँ नरकको योग्यको छ भनेर परमेश्वरको वचनले माथिबाट भनेको छ हैन। अनि शैतानका दूतहरू आएर चाहिँ खुसी हुन्छ, रमाउँछ त हैन, भालाले म खोज्छु तँलाई, तैँले चाहिँ यो पापहरू गरिस् भनेर त्यहाँनिर पिक्चर देखाउँछ। त्यहाँनिर किताबहरू छ एउटा, किताबमा थुप्रै उसको अघि जनावरहरू हैन, जनावर पापको प्रतिनिधित्व गर्ने जनावर, हेर तैँले यो पाप गरिस्, अब तँ चाहिँ हामीसँग जानुपर्छ नरकमा भनेर उसले शैतानहरू खुसी भएर उसलाई उसको आत्मालाई चाहिँ नरकमा लैजानलाई तयार हुन्छ। त्यति बेला चाहिँ उसले कुनै पनि मौका हुँदैन, ऊ चाहिँ बिस्तारामा हुन्छ, उसले सोचेको हुन्छ। त्यति बेला उसको मृत्यु चाहिँ एउटा पीडादायी मृत्यु हुँदछ। त्यति बेला चाहिँ उसको आत्माको मृत्यु एउटा शारीरिक मृत्यु चाहिँ उसको पीडादायी मृत्यु एउटा हुन्छ भनेर भन्छ। उसको जो मृत्यु चाहिँ अचानक आइपुग्ने समय हो भनेर भन्छ। कसैले सोचेको हुँदैन। यो मान्छेले पनि सोचेको होला अहिले चाहिँ म मोज गर्छु र मर्नुभन्दा गाडी प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्छु अनि चाहिँ म परमेश्वरसँग हुन्छु भनेर। तर मृत्यु चाहिँ अचानक आइदियो। उसले पश्चाताप गर्ने मौका पाएन त्यति बेला, उसले क्षमागमन गर्ने मौका पाएन, परमेश्वरतिर फर्किने मौका पाएन त्यति बेला प्रियहरू। अनि शैतानका दूतहरूले उसलाई खुसी खुसी साथ लैजानलाई तयार भए। मानिसको जीवन चाहिँ प्रियहरू, हामी संसारमा छौँ, अब चाहिँ मृत्युभन्दा अगाडि चाहिँ म सबै कुरालाई बिर्सेर क्षमा दिनुपर्ने कुरालाई क्षमा दिएर, क्षमा लिनुपर्ने कुरालाई क्षमा लिएर परमेश्वरसँग म बलियो भएर अगाडि बढ्छु मृत्युको अन्तिम समयमा भनेर कतिबाट हामी बस्छौँ भने त्यो चाहिँ कति बेला त्यो मौका नआउन सक्छ भनेर यो पिक्चरले देखाउँछ। मृत्यु चाहिँ जुनसुकै समयमा पनि आउँछ। जब तपाईँको मृत्युको अन्तिम घडीमा चाहिँ तपाईँले त्यो मौका नपाउन सक्छ। परमेश्वरलाई विश्वास गर्ने कुरा हो। जब उसको मृत्युको अन्तिम घडीमा जब उसले प्रेम गर्थे, जसको लागि भनेर उसले पैसा रुपैयाँ धन सम्पत्तिहरू जम्मा गरेको थियो, जेको लागि भनेर उसले कामहरू मरिमेटेर काम गरेको थियो, जब मृत्युको अन्तिम समयमा चाहिँ त्यस्तै सबै कुराहरू हराएर गए अनि शैतानका दूतहरू उसलाई लिन आए। सबै कुराहरू हटेर गयो, टलेर गयो। जब उसले रुपैयाँ पैसा धन सम्पत्ति उसले भनेका मानिसहरू सबै कुरा त्यहाँनिर हटेर गए। शैतानको दूत चाहिँ उसलाई अधिकार जमाउन आउँदैछ उसको जीवनमा। र यो चाहिँ पापी मानिसको हृदय अनि विश्वासमा हलटल, विश्वासमा पछि हट्ने मानिसको हृदय। हरेक मानिसको हृदय चाहिँ मृत्यु चाहिँ निश्चित छ। शारीरिक मृत्यु चाहिँ निश्चित छ हरेक मानिसको, कसैलाई पनि त्यसको छुट छैन। त्यो चाहिँ जुनसुकै बेलामा पनि हुनसक्छ, आज, भोलि, भरै, अलि बुढेसकालमा। त्यो चाहिँ निश्चित छ। र त्यति बेला चाहिँ हामी कतिको तयारी हुन्छौँ भन्ने यो पिक्चरले प्रतिनिधित्व गर्छ। अर्को चाहिँ हो एउटा विजयी हृदय भनेर भन्छ 9। यो चाहिँ एउटा क्रिस्चियन जीवनको हृदय हो। त्यहाँ चाहिँ उसको मण्डलीहरू जान्छ, उसले होइन परमेश्वर प्रभु यीशु ख्रीष्ट उसको हृदयमा छ अनि उसले उसको जीवनमा उसले धेरै मानिसहरूलाई सहायता पनि गर्छ। तरै पनि उसको जीवनको वरिपरि थुप्रै परीक्षाहरू आइराखेको हुन्छ। क्रिस्चियन जीवन, उसको जीवन विभिन्न परीक्षाहरू सताबाट आइराखेको हुन्छ। तरै पनि उसले चाहिँ के गर्छ, परमेश्वरमा चाहिँ बलियो भएर त्यो परीक्षाहरूको सामना गर्दै, परीक्षाहरूमाथि विजय हुँदै ऊ चाहिँ अगाडि बढिरहन्छ। उसको जीवनमा आउने सतावटहरू, उसको जीवनमा आउने विभिन्न परीक्षाहरूमा चाहिँ जो बलियो हुन्छ, ती सबै कुराहरूलाई त्यागेर चाहिँ विश्वासमा बलियो भएर आफ्नो विश्वासलाई चाहिँ बचाइराख्छ अन्तिम समयसम्म। उसले दायाँ बायाँ यताले उसले के भन्ला उसले के भन्ला भनेर दायाँ बायाँ नहेरिकन ऊ चाहिँ विश्वासमा बलियो हुन्छ अनि ऊ चाहिँ
शैतानको विरोध गर्दै हरेक समय ऊ चाहिँ अगाडि बढिरहन्छ, विश्वासमा दृढ हुन्छ र आफ्नो विश्वास चाहिँ जीवनको अन्तिम समयसम्म बचाइराख्दछ। पावलले यही कुरो भन्छ, मलाई चाहिँ स्वर्ग जानु चाहिँ मेरो लागि उत्तम कुरा भनेर। परीक्षाको सामना गर्दै सम्पूर्ण आत्मिक हात हतियारले भरिएर जीवनमा आउने सबै सङ्कष्टहरूमाथि ऊ चाहिँ विजयी भएर जीवन जिउँछ, एउटा क्रिस्चियन जीवन, विजयी जीवन। अनि ऊ चाहिँ जब मर्छ अनि उसले चाहिँ परमेश्वरले भन्नुहुन्छ, आओ मेरो प्रिय, म तिम्रो साथमा होइन, तिमी चाहिँ मेरो साथमा सधैँको लागि हुनेछौ भनेर जब बोलाउँदछ, उसको मृत्यु चाहिँ एउटा सुखमय मृत्यु। उसले चाहिँ त्यो क्रिस्चियन चाहिँ मृत्युदेखि डराउँदैन, उसको शारीरिक मृत्युदेखि ऊ चाहिँ डराउँदैन। यीशुले भन्नुभयो, जीवन र पुनरुत्थान चाहिँ म नै हो, ममाथि विश्वास गर्ने कोही पनि मर्ने छैन, मर्यो भने पनि तिनीहरू जीवित हुनेछ, बाँच्नेछ, उनीहरू चाहिँ कहिल्यै मर्ने छैन। मलाई विश्वास गर्नेहरू प्रत्येकले कहिल्यै मर्ने छैन भनेर प्रभु यीशुले भन्नुभयो। मलाई विश्वास गर्नेहरू हुनेछ अनन्तको घरमा प्रवेश गर्नेछ। त्यस कारण क्रिस्चियनहरू चाहिँ मर्नदेखि डराउँदैन। क्रिस्चियनले मर्नदेखि डराउँदैन भनेर फेरि उ गरेर हिँड्ने मृत्युदेखि होइन सबैको कुरा छैन, उसको जीवनमा आउने मृत्युको कुराहरूदेखि चाहिँ डराउँदैन। कसैले होइन यीशु ख्रीष्टलाई विश्वास गर्ने कारणले गर्दालाई मार्छु भन्यो भने पनि ऊ चाहिँ के हुन्छ, आफ्नो हृदय आफ्नो मृत्युको लागि सहजै स्वीकार गर्न तयार हुन्छ। किनभने संसारमा लाखौँ करोडौँ मानिसहरू चाहिँ प्रभु यीशु ख्रीष्टको लागि शहीद हुन तयार भए, किनभने उनीहरू मृत्युदेखि डराएन। शारीरिक रूपले उनीहरूले मार्ला, शारीरिक रूपले कष्ट देला, दुःख देला, मार्ला, तर अनन्तमा त्यो आत्मा चाहिँ अनन्तसम्म परमेश्वरमा बास गर्ने हो। त्यो चाहिँ कहिल्यै मृत्यु हुँदैन, त्यो चाहिँ कहिल्यै त्यसको चाहिँ अन्त हुँदैन। पावलले यही भन्छ, ख्रीष्टको साथमा हुने इच्छा त छ, किनभने यो धेरै असल कुरा भनेर। स्वर्गदूतले उसको आत्मालाई सुरक्षितसँग होइन कति सम्मानको साथ उठाएर स्वर्ग लिएर जानको लागि स्वर्गदूत सहायता गर्न लगाउँदछ। तपाईँहरू मेरो मृत्यु चाहिँ आनन्दमय मृत्यु, शारीरिक रूपले जस्तो सुकै कष्ट भए तापनि आत्मामा चाहिँ त्यो शान्ति, त्यो कहिल्यै नमरिने ठाउँ अनन्तमा प्रवेश गर्दैछ भनेर उसको जीवन एउटा सुखमय अनि अनन्तताको लागि एउटा स्वर्गीय ठाउँमा जानको लागि ऊ तयार हुँदछ। मृत्युले चाहिँ जित्न सक्दैन। ख्रीष्टमा हुनेहरू चाहिँ मृत्युको डर उनीहरूमा रहँदैन। ए मृत्यु तेरो खिल कहाँ भनेर भन्दछ पावलले, यही कुरो भन्दछ। मृत्युले चाहिँ उनीहरूलाई जित्न सक्दैन, किनभने मृत्यु चाहिँ शारीरिक रूपले थोरै मात्रै हो, तर त्यो मृत्यु चाहिँ अनन्तसम्म परमेश्वरसँग रहन्छ भनेर भन्छ। फेरि यो 10वटा पिक्चरले तपाईँ र मेरो क्रिस्चियन जीवनको चित्र यही कुरा देखाउँछ, हामी कहाँ छौँ भनेर, हामी कुन अवस्थामा छौँ, तपाईँ र मेरो हृदय कहाँ छ। यी चित्र बनाउने 3 दाजुभाइहरूले त्यति बेलाका क्रिस्चियन जीवन, क्रिस्चियन मानिसहरूको परिस्थिति हेरेर उनीहरूले यो चित्रहरू बनाए। अनि यो चाहिँ संसारका धेरै मानिसहरूले आफ्नो आत्मिक जीवनलाई चाहिँ यो चित्रद्वारा हेरे, हामी कहाँ छौँ। आज म तपाईँहरूलाई यही कुरा भन्छु, हामी कहाँ छौँ, तपाईँ र म कहाँ छौँ। यदि साँच्चै तपाईँ र म फेरि पनि फर्केर परमेश्वर कहाँ आउनुपर्ने हो, अथवा अझै तपाईँ र मेरो जीवन आउने सबै कुरामाथि विजय हुँदै हामी अगाडि बढ्नुपर्ने हो, आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ, तपाईँ जीवित अनि जिउँदो परमेश्वरलाई। प्रभु, हाम्रो यो यात्रा अनन्तसम्मको छ। जब हामीले प्रभु यीशु ख्रीष्ट तपाईँलाई आफ्नो प्रभु र मुक्तिदाता भनिकन स्वीकार गऱ्यौँ अनि तपाईँसँगको यात्रा प्रभु हाम्रो सुरु भएको छ। आज हामीले तपाईँको क्रुस बोकेर अनि हामी अगाडि हिँड्दैछौँ। परमेश्वर पिता, हामी प्रार्थना गर्छौँ हाम्रो जीवनको अन्तिम समयसम्म हामी संसारबाट विदा भएर तपाईँको हातमा नजाउन्जेलसम्ममा हाम्रो विश्वासलाई बचाइराख्नलाई प्रभु हामीलाई सहायता गर्नुहोस्। हाम्रो हृदयमा तपाईँ आउनुहोस्, पवित्र आत्मा तपाईँ हाम्रो हृदयमा वास गर्नुहोस्। हाम्रो हृदयमा भएका ती सबै खराब कुराहरूलाई येशूको नाउँमा र येशूको रगतमा अहिले नै मेटिदिनुहोस्। परमेश्वर, हाम्रो हृदयमा आउने परीक्षाका कुराहरू, हाम्रो जीवनमा आउने सतावटका कुराहरू, यी सबै कुराहरूलाई येशूको नाउँमा इन्कार गर्दै प्रभु हामी तपाईँमा अझै दृढ अनि बलियो भएर अगाडि बढ्न सकौँ। ती सबै शैतानका परीक्षाहरूको विरोध गर्दै हामी बलियो भएर प्रभु तपाईँमा अडिग रहनलाई सहायता गर्नुहोस्। हाम्रो जीवनको अन्तिम समयसम्म हाम्रो विश्वासलाई बचाइराख्नलाई
प्रभु हामीलाई सहायता गर्नुहोस्। हामी हर समय तपाईमा भरोसा गर्न, आशा राख्न प्रभु हामीलाई सहायता गर्नुहोस्। हामी धन्यवाद दिन्छौँ प्रभु। आज हामीले हेरेका छौँ हामी कहाँ छौँ तपाईँ जान्नुहुन्छ, अनि हामीले आफ्नो हृदयलाई हामी विचार गर्दछौँ प्रभु हामी कुन अवस्थामा छौँ। हामीले लिनुहोस्, हामीलाई क्षमा गर्नुहोस्, हामीलाई अझै बदली गर्नुहोस् प्रभु, हामीलाई अझै रूपान्तरण गर्नुहोस्, हाम्रो हृदयलाई अझै नयाँ गर्नुहोस् परमेश्वर। प्रभु यीशु ख्रीष्ट तपाईँ हाम्रो हृदयमा बास गर्नुहोस्। प्रभु यीशु हाम्रो हृदयमा तपाईँ बास गर्नुहोस्। तपाईँ आफै हाम्रो सट्टामा भइकन हामीलाई जिउन सिकाउनुहोस्। हाम्रो हृदयका सबै कुराहरू, हाम्रो जीवनका सबै कुराहरू यीशु हामी तपाईँसँगै हामी क्रुसमा टाँग्दछौँ परमेश्वर। तपाईँले आज हामीलाई लिनुहोस्, हाम्रो हृदयमा प्रभु तपाईँ बास गर्नुहोस्, हाम्रो हृदयमा सदा सर्वदासम्म बास गर्नुहोस्। प्रभु सहायता गर्नुहोस्। बाइसमा म हालिदिन्छु।